मेरो र सम्झनाको प्रेम सम्बन्ध। मेरो र सम्झनाको प्रेम सम्बन्ध चलेको 2 वर्ष पुगिसकेको थियो। हामी बीच घण्टौं किस हुन्थ्यो। निकै वाइल्ड किस। एकैछिन ओठको आनन्द लिएपछि म उसको जिब्रो चुस्न थालिहाल्थे। त्यो तातो भिजेको जिब्रोको मज्जा नै बेग्लै हुन्थ्यो। उसको थुकले दुवैको मुख भरिन्थ्यो। हामी शिथिल हुन्जेल किस गर्थ्यौं। उसका स्तन सामान्यभन्दा ठूला छन्। तर उत्तेजनाले चुर हुँदा पनि उसले ती स्तन छुन दिन्थिन। झन्डै महिना दिन लाग्यो ती स्तन समात्न। त्यसपछि त झन् हामी दिलो ज्यान फालेर कोठाको चुकुल लगाएर एक अर्कामाथि भोग्टिन्थ्यौं। मेरो ठन्किएको लाडो उसको थाइमा लटपटिन्थ्यो। उसले त्यो फिल गर्थी। म टम्किस गर्दै वाइल्ड पारामा उसको स्तन मार्थे। उसको एउटा स्तन मेरो दुवै हातले समात्न सक्थेन। त्यो स्तनको गिलोपनाले म अझै उत्तेजित हुन्थे। उसको जिब्रो छोडेर उसको स्तन चुस्न थाल्थे। स्तन ठूला र गह्रौ थिए। दूधको बीचमा पसिना आएको हुन्थ्यो। त्यो पसिनाको बासना निकै कडा अनि मन्त्रमुग्ध पार्ने थियो। म त्यो धित मर्ने गरी चाख्थे। ऊ आँखा चिम्म गरेर खाटमा लम्पसार उत्तातो सुतेकी हुन्थी। मैले एउटा दूधको मुन्टा चुस्दै एक हातले बाँकी स्तन मुसार्दै अर्को हात उसको पेट हुँदै उसको पेन्टीसम्म पुर्याउँथे। पेन्टीबाट बिस्तारै भित्र घुसार्दा उसको रौहरूमा मेरो औला अड्किन्थ्यो। अनि उसले हात समातेर फेरि दूधमा पुर्याइदिन्थी। हामी घण्टौं यो क्रीडामा भुल्थ्यौं। मेरो लाडो पानी पानी भएर पेन्टी पुरै भिजिसकेको हुन्थ्यो। उसको पुतीको पनि पक्का त्यस्तै भएको हुनुपर्छ। तर चिक्नेले मलाई पुती छुनै दिन्थिन। तर उसले जति पनि उसको पुती छुन दिन्थिन् मलाई त्यो हेर्न र छुने अझ त्यसको पानी चाख्ने मन बढ्दै जान थाल्यो। ऊ एक दिन रात बिताउन मेरो कोठामा आई। पहिलो पटक। यो भन्दा अघि हामी दिउँसो मात्र भेट हुन्थ्यौं। रात बिताउने भनेपछि एउटै खाटमा सम्भावना धेरै हुन्थ्यो। ऊ आज मुडमा पनि देखिन्थी। हामी भेट हुनासाथ एक अर्काको अङ्गालोमा कसियौं। उसका ती बडेमानका स्तन मेरा लागि ओछ्यान जस्तो थियो। आरामदायी तातो। हामी किस गर्न थाल्यो। उसको ओठको लिपस्टिक सबै चाट्न र चुस्न थाले। अनि जिब्रो चुस्न थाले। उसले मेरो मुखभित्र जिब्रो हाली। दुवैको ओठ र जिब्रो भिजेर छपक्कै थियो। च्याप च्याप र चुपचुपको आवाजले हामी झनै जङ्गली पारामा एक अर्काको मुख चुस्न थाल्यौं। अनि मैले उसको निधार चुमे उसको कानका लोती चुस्न थाले। उसको घाँटी चाट्न थाले। टी सर्ट नै नफुकाली उसको टी सर्ट बाहिरबाट उसको दूध मार्न थाले। मुन्टा चिमोट्न थाले। उसले छिटो छिटो टी सर्ट फुकाली ब्रा फुकाली। यो भन्दा अघि ऊ कहिल्यै अर्धनग्न भएकी थिइन। सबै टी सर्ट बाहिरबाट वा टी सर्ट उचालेर मात्र दूध चलाउनु पर्थ्यो। उसको टपलेस शरीरले मेरो लाडो अति नै ठन्किसकेको थियो। मैले मेरो ठन्किएको लाडो उसको साप्रामा पर्ने गरी ऊ माथि सुते अनि उसको दूध चुस्न थाले। दूधको मुन्टामा जिब्रोले चलाए ल्याप ल्याप चाटे गोलो गरी चलाए चुसे। मुखभित्र पस्ने गरी दूधको पोका छिराए अनि अर्कोलाई हातले मार्न थाले। ऊ लट्ट थिई। आँखा चिम्म गरेर कामुकताको भाव अनुहारमा झल्काइरहेकी परी। मेरी छम्मा। मेरी गर्लफ्रेन्ड। भविष्यमा मेरो लाडो चुसिदिने मेरो निजी रन्डी। मेरी भालु। मेरो सबै कुरा थिई। निकै बेर उसको दूध चुसे। उसले फेरि मलाई माथि तानी अनि टम्किस गर्न थाली। यो पटक म होइन ऊ वाइल्ड भई। मेरो घाँटी छाती हुँदै उसले मेरो लाडोको रौँ चुस्न थाली। मेरो रौँहरू तानिन थाल्यो कहिले दुख्ने गरी तर उसको मुख त्यो क्षेत्रमा भइरहेको आनन्द बेग्लै थियो। उसले मेरो ट्राउजर फुकालिदिई। चिप्लो पानीले भिजिरहेको पेन्टी बाहिरबाट उसले मेरो ठन्किएको लाडो चुस्न थाली। लाडोको पानी पेन्टी भिजाउँदै निस्केर उसको मुखमा छिर्यो। एक हातले मेरो गेडा चलाइदिँदै उसले मेरो लाडोलाई बाहिरैबाट माया गरिरही। मैले उसलाई माथि ताने अनि उसको जिब्रो चुस्न थाले। हामी फेरि किस गर्न थाल्यौं। उसले मेरो पेन्टीभित्र हात हालेर मेरो लाडो खेलाइदिइरही। उसको हत्केला अनि औलामा मेरो चिप्लो पानी लतपतिरह्यो। मैले पनि बिस्तारै उसको ट्राउजर बाहिरबाट उसको पुतीको क्षेत्रमा मुसार्न थाले। उत्तेजनाले सिरिङ सिरिङ भएर शरीर उचाल्न थाली। अनि उसको उत्तानो शरीरलाई त्यही हालतमा छोडेर म उसको पेटमा किस गर्न थाले। उसको नाइटोभित्र जिब्रो घुसाएर चलाउन थाले।
ऊ काउकुती र उत्तेजनाले भरी। मैले अर्को हातले उसको पाइन्ट खोलेर तल सारे अनि एकै सटमा फुकालेर फ्याँकिदिए। उसको शरीर नाङ्गिँदै गयो। अब केवल त्यो रातो पेन्टी थियो जुन आधा भिजेको थियो। त्यो भिजेको देख्न साथ मेरो मन रोकिएन। पेन्टी बाहिरैबाट उसको पुतीको रस चुस्न थाले। ऊ आफ्ना दुध मार्दै आनन्दले आँखा चिम्लिएर उत्तानो सुतिरहेकी थिई। उसको पुतीको बासनामा उसको फुसीको बासना मिसिएको थियो। चिप्लो थियो अनि पेन्टीको स्वाद पनि सँगै आएकाले मलाई झनै उत्तेजित पार्यो। नुनिलो स्वादले मलाई बडो मज्जा आयो। मैले बाहिरबाटै पुती ग्वाम ग्वाम मुखभित्र हाल्न खोज्दै मुख गाडेर चुसिरहे। उसले एक हातले मेरो टाउको उसको पुतीतिरै धकेलिरहेकी थिई। उसलाई यो गतिविधिले असह्य उत्तेजना आएको थियो। मेरो उस्तै हालत थियो। मलाई त्यो पुतीको रस अझै चुस्न थियो। पेन्टी निकालेर फ्याँकिदिए अनि त उसको सर्वाङ्ग नाङ्गो शरीरको दर्शन पाए। काला झाडीको बीचमा रहेको रातो अनि तातो पुती। मैले मेरो पनि पेन्टी फुकाले ठनन्न ठन्किएको लाडो घोच्छु जसरी निस्कियो। म उत्तानो सुते अनि उसलाई ममाथि घोप्टिन लगाए। 69 पोजिसनमा उसको पुती मेरो मुखमाथि थियो अनि मेरो लाडो उसको मुख मुनि। उसले एकैपलमा मेरो लाडो मुखमा हाली अनि मैले उसको पुतीबाट तप चुहिरहेको चिप्लो पानी चाट्दै जिब्रोले पुती चलाउन थाले। घरि पुतीभित्र जिब्रो घुसाएर भित्तामा लागेको चिप्लो पानी सबै पिउँथे, तर अघि मुखभित्र पुरै पुती ग्वाममै हालेर मज्जाले चुस्थे। उसको तातो बास्नादार पानीले मेरो प्यास मेटिँदै गयो। उसको टिसीमा जिब्रोले चलाउन थाले। उता ऊ मेरो लाडोको टुप्पो चुसिरहेकी थिई, उस्तै वाइल्ड पारामा, उस्तै मायालु पारामा, उस्तै जतनको साथ, तर अति नै कामुक तरिकाले। उसले मेरो लाडोको छालाको कोस कोस चाटिरहेकी थिए जिब्रोले अनि ल्वाम ल्वाम मुखभित्र हाल्थी, झण्डै घाँटीभित्र पुग्थ्यो अनि निकाल्थी। उसको थुकसँग मेरो पानी मिसिँदा उसको मुखबाट सरर पानी चुहिन्थ्यो। हामी एक फेरि सिधा भएर एक अर्कामाथि घोप्टिएर किस गर्न थाल्यौं। उसको पुतीको पानी मेरो मुखमा थियो, मेरो लाडोको पानी उसको मुखमा। त्यो चिप्लो र तातो थुक मैले उसको मुखभित्र हालेर जिब्रो चुस्न थाले। उसको मुखमा भएको त्यो थुक मैले चुसन थाले। हाम्रो मुख ओठ सबै थुकमा लतपतियो। चुहिएर उसको स्तनभरि थुकै थुक भयो। हामी फेरि 69 पोजिसनमा फर्क्यौं। यो पटक ऊ तल सुती अनि म ऊ माथि खप्टिए। मेरो लाडो उसको मुखमा ल्वाममै छिर्यो। केही बेर मुखभित्र बाहिर गर्दै लाडो हुलिरहे। उसको मुखमा चिकेरहे। उसलाई सास फेर्न अप्ठ्यारो भएपछि उसलाई माथि र म तल सुते। अनि फेरि सुरु भयो चुस्ने काम। यति समय चुसिसकेको थियो कि अब कसको थुक र पुतीको पानी कुन, लाडोको पानी कुन छुट्टिन सक्ने थिएन। दुवैको मुखमा दुवैकै पानी थियो। मैले उसको पुतीभित्र पुरै जिब्रो हाल्न थालेको थियो अनि औलाले टिसी चलाइरहे। एकैछिनमा ऊ यसरी हवाल हवाल भई कि उसको पुतीबाट त सेतो बाक्लो पानीको धारा नै बग्यो। ऊ स्खलित भई पहिलो पटक मैले त्यो पानी एक थोपा पनि नजारी चुसे अनि उसलाई तानेर किस गर्न थाले। उसको फुसी उसको मुखभित्र हाले। दुवैले त्यो तातो बाक्लो पानी सेयर गर्दै पियौं। हाम्रो मुख फेरि खाली भयो। उसको पुतीको पानी मेरो मुखमा थियो, मेरो लाडोको पानी उसको मुखमा। त्यो चिप्लो र तातो थुक मैले उसको मुखभित्र हालेर जिब्रो चुस्न थाले। उसको मुखमा भएको त्यो थुक मैले चुसन थाले। हाम्रो मुख ओठ सबै थुकमा लतपतियो। चुहिएर उसको स्तनभरि थुकै थुक भयो। हामी फेरि 69 पोजिसनमा फर्क्यौं। यो पटक ऊ तल सुती अनि म ऊ माथि खप्टिए। मेरो लाडो उसको मुखमा ल्वाममै छिर्यो। केही बेर मुखभित्र बाहिर गर्दै लाडो हुलिरहे। उसको मुखमा चिकेरहे। उसलाई सास फेर्न अप्ठ्यारो भएपछि उसलाई माथि र म तल सुते। अनि फेरि सुरु भयो चुस्ने काम। यति समय चुसिसकेको थियो कि अब कसको थुक र पुतीको पानी कुन, लाडोको पानी कुन छुट्टिन सक्ने थिएन। दुवैको मुखमा दुवैकै पानी थियो। मैले उसको पुतीभित्र पुरै जिब्रो हाल्न थालेको थियो अनि औलाले टिसी चलाइरहे। एकैछिनमा ऊ यसरी हवाल हवाल भई कि उसको पुतीबाट त सेतो बाक्लो पानीको धारा नै बग्यो। ऊ स्खलित भई पहिलो पटक मैले त्यो पानी एक थोपा पनि नजारी चुसे अनि उसलाई तानेर किस गर्न थाले।
उसको फुसी उसको मुखभित्र हाले। दुवैले त्यो तातो बाक्लो पानी सेयर गर्दै पियौं। हाम्रो मुख फेरि खाली भयो। अब अति नै भइसकेको थियो। विशेष गरी मलाई। ऊ त एकपटक स्खलित भइसकेकी थिई। तर मेरो पालो थियो अब। चिप्लो पानीले लतपतिएको लाडो उसको पुतीमा घुसारेर ड्याम्की ड्याम चिक्न थाले। ऊ दुखेर कराइरही। तर पुतीबाट लाडो निस्कन दिइन। दुखाइभन्दा आनन्द बढी थियो। झन्डै 10 मिनेटपछि ऊ फेरि स्खलित भई। मेरो लाडो चिप्लो संसारमा पौडी खेल्दै थियो। ऊ यति छिटो छिटो स्खलित भइरहे कि मेरो पुरै खेल मज्जामा दौडिरह्यो। ऊ तेस्रो पटक ह्वाल भई। केटी यसरी छिटै स्खलित हुँदैनन्। र धेरै चोटि स्खलित भएपछि त झन् उनीहरू सेक्स प्रति क्रेजी नै हुन्छन्। तर मेरो लिमिट आउँदै थियो। मैले झर्न लागेको भनेपछि उसले मेरो लाडो मुखमा हाली। उसकै फुसीले लतपतिको लाडो। उसले यसरी मुखमा राखेर चुसी कि मिनेट भरमै मैले मेरो सबै बाक्लो फुसीले उसको मुख भरिदिए। उसले सबै चुसी। म पुरै शिथिल भएर ढले। उसले मेरो सानो भइरहेको लाडो चुसिरही जबसम्म उसको मुखमा केवल थुक मात्र हुँदैन तबसम्म उसले मेरो सबै फुसी चाटिसकेकी थिई। हामी त्यो रात अङ्गालोमा बेरिएर सुत्यौं। अनि बिहान सबैले फेरि चिक्न सुरु गर्यौं।